नमस्कार। आज हामी मोर्गन हाउजेलको त्यो चर्चित किताब मुद्राको मनोविज्ञान अथवा द साइकोलोजी अफ मनी हो त्यसका केही मुख्य पाटाहरू केलाउँदैछौँ। हो, यो किताबले पैसालाई हेर्ने दृष्टिकोण नै अलि फरक बनाइदिन्छ। एकदम। र यसको सबभन्दा रोचक कुरा के लाग्यो भने पैसाको मामिलामा सफल हुनलाई तपाईँ कति बाठो हुनुहुन्छ भन्नेले खासै फरक पार्दैन रे। हो त, हाउजेलले भनेकै छन् नि, पैसासँग राम्रो गर्नु तपाईँ कति चलाक हुनुहुन्छ भन्नेसँग थोरै मात्र सम्बन्धित छ र तपाईँ कसरी व्यवहार गर्नुहुन्छ भन्नेसँग धेरै सम्बन्धित छ। मतलब हाम्रो बानी बेहोरा पो महत्त्वपूर्ण रहेछ। हो, ज्ञानभन्दा पनि बढी। यो सुन्दा अलि अनौठो लाग्छ हैन त? सुरुमा त लाग्छ नै। अनि अर्को कुरा, पैसासँगको हाम्रो सम्बन्ध पनि कति व्यक्तिगत हुँदो रहेछ। हामीले जीवनमा जे भोग्यौं नि त्यसैले हाम्रो वित्तीय निर्णयलाई असर गर्छ। एकदम। त्यही भएर हाउजेलले भन्छन् अरूको पैसा सम्बन्धी निर्णयलाई हत्तपत्त यो त पागलपन हो भन्नु हुँदैन। हो नि, उनी भन्छन् कोही पनि पागल हुँदैन। फरक पुस्ताका मान्छेले धेरै फरक पाठ सिक्छन्। भनेपछि अरूको निर्णय हाम्रो लागि अनौठो लागे पनि उनीहरूको अनुभवको हिसाबले त्यो ठिकै हुन सक्छ, होइन त? हो, उनीहरूको लागि त्यो तर्कसङ्गत हुन सक्छ। अनि यसमा भाग्य र जोखिमको कुरा पनि आउँछ। हामी अक्सर सफलतालाई आफ्नो मात्र मेहनत देख्छौँ। हो त, अनि असफलता भयो भने चाहिँ बाहिरी परिस्थितिलाई दोष दिन्छौँ। तर हाउसेल हामीलाई सम्झाउँछन् भाग्य र जोखिम दुवै वास्तविकता हुन्। हरेक नतिजा व्यक्तिगत प्रयास बाहेकका शक्तिहरूद्वारा निर्देशित हुन्छ। यो भाग्यको भूमिका स्वीकार्न चाहिँ गाह्रो हुन्छ है मान्छेलाई। हो नि, सायद हामी सबै आफ्नो सफलताको कथामा आफै हिरो बन्न चाहन्छौँ। बिल्कुल। अनि यही भाग्य र जोखिम बुझेपछि अलि नम्र भइन्छ होला र त्यहीनिर आउँछ पर्याप्तको अवधारणा, इनफ। कति भएपछि पुग्यो भनेर थाहा पाउनु। वारेन बफेटको भनाइ पनि छ नि, आफूसँग भएको र आवश्यक कुरालाई आफूसँग नभएको र आवश्यक नभएको कुराको लागि जोखिममा नपार। र हाम्रो समाजले त सधैँ अझ धेरै भनिरहेको हुन्छ। त्यो पर्याप्तमा चित्त बुझाउन गाह्रो छ। हो नि, कति चुनौतीपूर्ण छ है यो। छ त, तर यही निरन्तरता र त्यो कम्पाउन्डिङको शक्ति आउँछ। थोरै लाभलाई समय दिएपछि त्यसले ठूलो रूप लिन्छ। तर त्यसका लागि धैर्य चाहियो। अनि योजना पनि कस्तो हुनु पर्यो भन्दाखेरि व्यावहारिक, भावनात्मक रूपमा टिक्न सकिने खालको। एकदम। हाउसेलले भने चाहिँ तर्कसङ्गत होइन, व्यावहारिक बन्ने लक्ष्य राख्नुहोस्। मतलब हिसाबमा जति राम्रो देखिए पनि आफूले धान्न सकिँदैन भने त्यो योजना काम लागेन नि। जस्तो कि बजार घट्दा निद्रा लाग्दैन भने त त्यो कसरी व्यावहारिक भएर, होइन? हो त। यसले मलाई साँचो सम्पत्ति के हो भन्ने प्रश्नमा पुर्यायो। हाउसेल भन्छन् साँचो सम्पत्ति त देखिँदैन रे। कस्तो? मतलब त्यो पैसा जुन खर्च भएको छैन। महँगो गाडी, ठुलो घरले त धनी देखाउला, तर वास्तविक शक्ति त त्यो नदेखिने, खर्च नगरेको पैसामा हुन्छ रे। जसले हामीलाई विकल्प दिन्छ, स्वतन्त्रता दिन्छ। यो सोच्दा त अलि फरक लाग्यो मलाई। हामी त देखिने कुरामा बढी ध्यान दिन्छौँ। हो नि, अनि ती नदेखिने सम्पत्तिले चाहिँ भविष्यको अनिश्चितता सामना गर्न मद्दत गर्छ। मार्जिन अफ सेफ्टी भन्छन् नि, होइन? सुरक्षा मार्जिन। हो, योजनामा गल्ती हुन सक्छ, नसोचेको घटना घट्न सक्छ भनेर केही ठाउँ राख्नु, अलि बढी बचत गर्नु वा लगानीमा अलि सुरक्षित हुनु। अनि हाम्रा लक्ष्यहरू पनि त समयसँगै बदलिन्छन् नि। हो त, आज बनाएको योजना सधैँ काम लाग्छ भन्ने छैन। त्यसैले रणनीतिमा लचकता हुनु पर्यो, एडजस्ट गर्न सक्नु पर्यो। कडा नबदलिने योजनाहरू त अक्सर फेल खान्छन् होला। हो, लचकता, नम्रता अनि त्यो नदेखिने सम्पत्ति, यी सबै जोडिएका छन् जस्तो लाग्छ। एकजना रेडिट प्रयोगकर्ताले पनि लेखेका रहेछन्, आफ्नो बचत बढाउने सबभन्दा शक्तिशाली तरिका आफ्नो विनम्रता बढाउनु हो। कति सही कुरा। जब हामी अरूलाई देखाउन खर्च गर्ने दबावबाट मुक्त हुन्छौँ, बचत आफै बढ्छ। यो त पैसाको मात्र कुरा भएन, जीवनशैलीकै कुरा भयो, प्राथमिकताको कुरा भयो। अनि अन्ततः यी सबै कुराले कहाँ पुर्याउँछ त भन्दा सम्पत्तिको सबभन्दा ठूलो फाइदा भनेको आफ्नो समयमाथिको नियन्त्रण किन्न सक्नु हो भनेर। समयमाथिको नियन्त्रण? र त्यही नियन्त्रणले खुसी ल्याउँछ।
अर्को रेडिट प्रयोगकर्ताले भनेका छन् समयमाथिको नियन्त्रणले खुसी बनाउँछ, स्वतन्त्रता चाहिँ बढी तलब दिने लामो घण्टाको कामभन्दा राम्रो छ। कति गहिरो कुरा। भनेपछि छिटै धेरै कमाउने लोभ गर्नुभन्दा लामो समयसम्म खेलमा टिकिरहनु महत्त्वपूर्ण भयो। हो, निरन्तरता नै जित हो। सारमा भन्नुपर्दा यो मुद्राको मनोविज्ञान किताबले कुनै लगानीको फर्मुला सिकाउँदैन। सिकाउँदैन। बरु यसले पैसाप्रतिको हाम्रो सोच, हाम्रो व्यवहारलाई बुझ्न सघाउँछ। एउटा मानसिकता गाइड जस्तो हो, जसले अलि स्पष्ट सोच्न र अलि जानाजानी जीवन जिउन प्रेरित गर्छ। अनि सम्पत्तिलाई पैसाको अङ्कमा मात्र नहेरेर समय, विकल्प र स्वतन्त्रताको रूपमा हेर्न सिकाउँछ। एकदम सही। र अब श्रोताहरूको लागि एउटा प्रश्न छोडेर जाउँ न त। बोल्छ, वित्तीय सफलता भनेको जटिल सूत्रमा भन्दा बढी हाम्रो व्यवहारमा भर पर्छ भन्ने बुझाइले तपाईँको व्यक्तिगत वित्त योजना बनाउने तरिकालाई कसरी परिवर्तन गर्न सक्छ होला? खास गरी जीवनमा आउने अनिश्चितता र बदलिँदो लक्ष्यहरूको सामना गर्दा यो ज्ञानले कस्तो फरक पार्न सक्छ? यसमा विचार गर्नुहोला।